चाहिँ कोइरालोलाई चाहिँ केलाइसकेँ होइन। केलाएपछि चाहिँ यति चाहिँ वेस्टेज निस्क्यो अनि यस्तो भएको छ। अब यसलाई मैले मजाले पखालेर अब 5 देखि 10 मिनटसम्म उसिन्छु। अनि उसिनिसकेपछि मैले के हालेर अचार मोले म हजुरहरूलाई विस्तारमा देखाउँछु है त। त्यसको लागि चाहिँ हजुरहरूले फुल भिडियो हेर्नुपर्ने छ। त्यहाँदेखि भयो भनेर चाहिँ कस्तो थाहा पाउनु भने यसरी उसिनिसक्यो। अब यसलाई यहाँ झिकौँ होइन। अनि त्यसपछि अब भइसक्यो, रेडी भइसक्यो। अब हामी चाहिँ अरू सामान प्रिपेयर गर्नुतिर लागौँ है त। रेडी भइसकेको छ। अनि मैले चाहिँ 3टा आलु पनि उसिनेको छु होइन। अनि यहाँनिर चाहिँ मैले प्रिपेयर गरेको छु तेललाई भुटेर रातो खुर्सानी। अनि त्यसपछि म चाहिँ कागज युज नगर्ने भएर लप्सीको धुलो पनि यसमै राखेको छु। अझै कस्तो खार लागिरहेको छ कि मलाई। अनि यहाँ चाहिँ मैले थोरै गार्लिक लसुनलाई चप गरेको छु। अनि यसमा चाहिँ हरियो धनियो, हरियो खुर्सानी र हरियो लसुनको डाँट। अब यो झान्नको लागि मेथी र उचाइ रेडी भइसकेको छ। नेभर माइन्ड फर माई प्यान होइन, मेरो फेभरेट प्यान हो। अनि अब चाहिँ यसलाई चाहिँ यहाँनिर अनि त्यसपछि अघिको हाम्रो कोइरालो आलुमा सट्ट मैले चाहिँ झान्नको लागि तोरीको तेल लिएको छु होइन। हजुरहरूलाई चाहिँ जे मनपर्छ त्यसले झान्दा हुन्छ। तोरीको तेल चाहिँ अलिकति मिठो हुन्छ नि त। अब यसलाई चाहिँ मोल्नुपर्छ। अब म मोल्नको लागि चाहिँ मजाले हात धोएर हातले नै मोल्नु पर्ला कि नत्र भए चाहिँ मैले यसले मोल्छु। अब यो मोलेर अनि म यो कोइरालोको अचार चाहिँ यस्तो भएको छ होइन। मैले हल्का लाइट यहाँ बालेको छु। अहिले राति छ नि त यहाँनिर। अब टेस्ट पनि गर्नु पऱ्यो होइन। त्यसको लागि चाहिँ मैले यहाँनिर चम्चालाई रेडी गरिराखेको छु। ओके, कोइरालोको अचार चाहिँ यस्तो हुन्छ है। आफ्टर मोलेपछि सबै कुरा हालेपछि मैले चाहिँ रेड चिल्ली अनि त्यसपछि तेल अनि त्यसपछि मैले चाहिँ कागज युज गरेको छैन, लप्सीको धुलो। अनि झान्नको लागि चाहिँ मेथी फुराएर अलिकति बेसार राखेको छु। अनि चप गरेको गार्लिक र ग्रिन कोरिएन्डर धनिया राखेको छु। ल है त फर्स्ट बाइट यु गाइज। जामे पिरो ढोला बोल्नु पनि नसकेर क्या फर्स्ट बाइट गाइज भन्दाखेरि त। ओके गाइज, टिप लभिङ। हजुरलाई मन पराउनु भयो भने के राखौँ रेसिपी अरू, लेट मी नो इन द कमेन्ट है त। ल बाई।